आजबाट चाहिँ नेपाल प्रिमियर लिग स्टार्ट हुन गइरहेको छ र आजको ओपनिङ म्याचपछि जनकपुर बुल्स र काठमाडौँ गोर्खा आज भिड्न गइरहेका छन् र दुवैजनाको स्क्वाड चाहिँ तल देखाएअनुसार छ र यसको स्क्वाडको एभ्री प्लेयरको एनालाइसिस चाहिँ मैले अगाडिको भिडियोहरूमा पनि गरेको छु, त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ र प्लेइङ 11 के हुनसक्ला त्यो चाहिँ कमेन्ट गर्नु। अब ओपनिङ म्याच हो, अब प्लेइङ 11मा चाहिँ खासै नजाउँ। जनकपुर बोल्सको फरेन प्लेयरहरू अब सबै आउन पनि बाँकी नै छ र इमरान ताहिर र वाइन पार्नेल सायद ओपनिङ म्याचमा हुन सक्ने छैनन् मेरो विचारमा, किनकि उनीहरू नेपाल आइसकेका छैनन् जहाँसम्म मलाई लाग्छ। अब त्यसै गरी काठमाडौँ गोर्खा चाहिँ कुरो गर्नुपर्दा अब त्यति ठुल्ठुलो फरेन प्लेयरहरू नभए पनि एकदम रिलायबल ब्याट्सम्यानहरू छन्। गेराडी ऱ्यास्मस भयो, त्यसै गरी मिलिन्द कुमार भयो, अब एसोसिएटका एकदम राम्रो ब्याट्सम्यानहरू रहेका छन् र डोमेस्टिक प्लेयरहरू पनि दुवै टिममा राम्रो राम्रो रहेका छन्। एकातिर करण केसी क्याप्टेन भयो, उता त्यसमा भीम सार्की पनि रहेका छन्। यतापट्टिको ओपनिङको कुरो गर्नुहुन्छ भने यता जनकपुर बोल्समा अब एकदम धुरन्धार ओपनिङ ब्याट्सम्यानहरू रहेका छन्, अनिल कुमार शाह र आसिफ शेख। त्यसै गरी अब बलिङको कुरो गर्नुपर्दा जनकपुर बोल्समा अब लेफ्ट आर्म स्पिनर ललित नारायण राजवंशी रहेका छन्, एकदम राम्रो स्पिनर। अब काठमाडौँ गोर्खाको कुरो गर्नुहुन्छ भने शाह आलम रहेका छन्। अब त्यसै गरी दिपेश कँडेल पनि रहेका छन् डोमेस्टिक प्लेयरहरूको कुरो गर्नुपर्दा, र बलरहरू पनि राम्रो राम्रो रहेका छन् दुईटै टिममा र सबैको ब्यालेन्स रहेको छ। अब यता जनकपुर बोल्समा पनि अब शुभकन सागर छन् मिडल अर्डरमा, त्यसै गरी यता आदिल अलाम छन्, अब फिनिसिङको रोल सायद निभाउने छन् काठमाडौँ गोर्खाजबाट र एकदम राम्रो ब्याट्सम्यान आदिल अलाम, यता शुभकन सागर भए र टिम राम्रो छ दुइटैको। अब कसले जित्नेछ त्यो चाहिँ अब हेरौँ।